हङकङबाट, अमेरिकाबाट, अस्ट्रेलियाबाट, गल्फ कन्ट्रीतिरबाट, इभन तपाईँको चाहिँ के अरे हाम्रो छिमेकी राष्ट्र भारतको सिक्किमतिरबाट, दार्जिलिङतिरबाट समेत हामीलाई चाहिँ विभिन्न ठाउँबाट देश विदेशबाट हामीलाई चाहिँ सहयोग प्राप्त भएको छ। ती सम्पूर्ण सहयोगदाताहरूलाई सम्मान स्वरूप एकचोटि सबैजनाले ताली बजाएर धन्यवाद। हामी श्रम गरेर थुप्रै कामहरू गर्न सक्छौँ भन्ने कुराको प्रमाण दिइसकेको मान्छेहरू हौ। कोकाको पानीदेखि लिएर खोलाभरिको ट्याङ्की निर्माणदेखि लिएर होइन पाखाभरि बगैँचा बनाउनेदेखि लिएर दार्चुलामासम्म हामीले चाहिँ के अरे पुल थापेर आएका छौँ। दार्चुलामा पुल थाप्न जानुहुने सम्पूर्ण श्रमदाताहरूलाई सम्मान स्वरूप एकचोटि जोडले ताली बजाइदिनु होला प्लिज। हार्दिक धन्यवाद दिन चाहन्छु र त्यो दार्चुला पुलका लागि चाहिँ के अरे सहयोग गर्नुहुने सम्पूर्ण आर्थिक सहयोगदाताहरू, भौतिक नैतिक विभिन्न खालका चाहिँ साथ सहयोग र समर्थन हामीलाई मिलेको छ। सबैजनालाई हामी सम्झन चाहन्छौँ आज यो ठाउँबाट। यहाँहरू सबैजनालाई यो अनुरोध गर्न चाहन्छु। धेरैले अब धेरै खालका कुराहरू पनि गर्छन् होइन, ती कुराहरूलाई पनि हामी वास्ता गर्दैनौँ किनभने हामी भनेको मौरीको जुनीमा बाँच्नुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यसो भएको कारणले कसले हामीलाई खिसी गर्छ, कसले अपमान गर्छ होइन, कसले हामीलाई चाहिँ के अरे हाँसोमा उडाउँछ भन्ने कुरा हामी वास्ता गर्दैनौँ। हामी यो देशका लागि काम गरिरहन्छौँ, देशका लागि काम गर्छौँ, हामी देशका लागि काम गर्छौँ। दुईटा कुरा हाम्रो चाहिँ के अरे मान्यता हो। हाम्रो परिवार पनि पाल्छौँ, हामी आफ्नो घर पनि पाल्छौँ, साथै हाम्रो यो देश पनि पाल्छौँ भन्ने हिसाबले हामीले थोरैमा हप्तामा एक दिन चाहिँ पेटको लागि एक दिन चाहिँ देशको लागि, 6 दिन पेटको लागि भनेर चाहिँ हामीले हाम्रो चाहिँ तपाईँको आह्वान पनि छ, त्यो मान्यता पनि हो। यहाँहरू सबैजनालाई म यो पनि बुझ्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब सुम्निमा र पारुहाङको प्रतिमा हामी निर्माण गरिरहेका छौँ है। कतिले भन्छ यो राईको हो, कतिले भन्छ यो यसको हो, उसको हो भन्छ। सुम्निमा र पारुहाङ भनेको वास्तवमा राईको मात्रै होइन है, यो सम्पूर्ण तपाईँको चाहिँ के अरे मानव जातिको भनेर हामी बुझ्न सक्छौँ। बाबालाई हामी पारुहाङ भन्छौँ, सुम्निमा भनेको आमा हो, आमा र बाबाको सन्तान हामी। कोही मान्छे हामी आकाशबाट असिनासरी बर्सी झरेको मान्छे छौँ यहाँ छैन। हाम्रो बाबाले, हाम्रो आमाले हामीले जन्म दिनुभयो, हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो। त्यहाँदेखि हामी जे जति छौँ, यो शरीरदेखि लिएर हाम्रो जीवन सबै कुरा हामीले सोच्ने हाम्रो चाहिँ सांस्कृतिक सोच विचारदेखि लिएर हाम्रो मनोविज्ञानी सारा कुरा हाम्रा आमा बाबाले जे सिकाउनु भयो त्यही अनुसारका हामी चाहिँ बनेका कुरा हामीले बुझ्नु जरुरी छ। त्यसो भएको कारणले गर्दाखेरि आमा र बाबालाई, हिजो आज पितृलाई, आफ्नो पुर्खालाई बिर्सने सन्तानको तपाईँको चाहिँ के अरे जन्म भइरहेको यो अवस्था हो। हिजो आज एआईको जमाना छ, एआईमा सबै कुरा एआईमा हुन्छ भन्ने मान्यताबाट चाहिँ हामी त्यसरी अगाडि बढ्यौँ भने हामी भौतिकवादी बन्छौँ है। पैसै सब थोक हो भन्ने हिसाबले हामी अगाडि बढ्यौँ भने हामी भौतिकवादी बन्छौँ, हामी पैसावादी बन्छौँ, हामीले केही पनि गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि जीवनको असली तपाईँको चाहिँ मूल्य मान्यता बुझ्ने हो भने हाम्रो सभ्यता, हाम्रो सृष्टि, हाम्रा तपाईँको संस्कार संस्कृति यी सारा कुराको जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो बुझायो। त्यसो भएको कारणले गर्दाखेरि सुम्निमालाई हामी आमा भन्छौँ, पारुहाङलाई बाबा भन्छौँ। हामी सबैजना आमा बाबाको सन्तान भएको कारणले गर्दाखेरि यो राई जातिको मात्रै सुम्निमा र पारुहाङको प्रतिमा निर्माण हुन आँटेको भन्ने कुरा सरासर गलत छ, सर्वथा गलत हो त्यो है। हामी यसरी पनि बुझ्न सक्छौँ, सुम्निमा भनेको माटो, पारुहाङ भनेको ढुङ्गा है, माटो र ढुङ्गा। हामीले आगो फुक्नुको अर्थ छ, पारुहाङ भनेको आगो, सुम्निमा भनेको पानी। आकाश र धरती भनेर हामीले बुझ्नु पर्दछ। त्यो तरिकाले चाहिँ हामी के त भन्दाखेरि यो सुम्निमा पारुहाङ चाहिँ कुनै एउटा जाति विशेषको नभएको कुरा हामीले बुझ्नु पर्दछ। नभएको कुरा वास्तविकता तपाईँको चाहिँ यहाँहरू समक्षमा राख्न चाहन्छु र त्यो खालको तपाईँको चाहिँ के अरे हामीले बुझेर अरूलाई पनि बुझाउनु पर्दछ। हामी भोलि यहाँनिर तपाईँको सुम्निमा र पारुहाङको प्रतिमा बनाउँछौँ, अत्यन्तै आकर्षक र भव्य प्रतिमा बन्ने हो यो। कतिले भने अब यो बन्दैन कि के हो, यो के हो, कता। जति ठुलो काम गर्न खोज्यो त्यति ठुलो तयारी हुनु जरुरी छ, त्यति ठुलो लगानी हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि है हामीले चाहिँ तपाईँको धेरै कुराहरू यहाँनिर होइन, हामीले व्यवस्थापन गर्नुपर्नेदेखि लिएर जग्गा आर्जन गर्नुपर्नेदेखि लिएर यावत समस्याहरूलाई हामीले अहिलेसम्म सुल्झाउनमा लागिरहेका थियौँ। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, हामीले बिर्सेर गएको कुरा भन्ने होइन। हर्क साम्पाङले जे बोल्छ त्यो गर्छ, त्यो गरेरै छाड्छ, गरेरै तपाईँको चाहिँ आएको कुरा यहाँहरूलाई हामीले राखेको कुरा
चाहिँ नि देखाउँदै आएको कुरा पनि म यहाँहरूलाई स्मरण गराउन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले अब यहाँनिर तपाईँको सुम्निमा र पारुहाङको तपाईँको आकर्षक र विशाल साइजको चाहिँ नि प्रतिमा बनिसकेपछि त्यसको पछाडिपट्टि हामीले सांस्कृतिक तपाईँको चाहिँ नि के अरे होइन सद्भावपूर्ण एउटा चाहिँ बहुसांस्कृतिक यार्डको पनि होइन हामीले चाहिँ परिकल्पना गरेका छौँ। त्यहाँ सम्पूर्ण जात जातिका प्रतीकहरूलाई हामी स्थापित गर्नेछौँ। साथै यहाँनिर तपाईँको चाहिँ नि यो हाम्रो सभ्यता यो सृष्टिसँग सम्बन्धित ग्रन्थहरू राखिनेछन्। यो एउटा अध्ययन केन्द्रको रूपमा रहनेछ। सेल्फी खिच्नेको लागि यो एउटा पर्यटकीय स्थल हुनेछ भने आस्थासँग जोडिएको कुरा हो भनेर बुझ्नेका लागि यो आस्थाको केन्द्र रहनेछ। त्यसो हुँदाखेरि यो एउटा घुम्न आउने पार्क पनि हामीले मान्दा हुन्छ। हाम्रो चाहिँ के अरे मन्दिर